कतिमा दियो भनेसँग त्यो उयो गर्नु कि तपाईँ आफ्नो कतिमा दिने भन्ने कुरा म यति बेला चाहिँ दिनु सक्छु सबै ठाउँमा रेट होला नि त त्यस्तो रेट के हुँदैन जब यहाँको जग्गाको रेट त्यसरी त हो दिनुको पनि के छ त्यो खास त्यो बेच्ने चिज होइन उसरी त होइन अब एउटा कुरो के भने मान्छे अहिले अब कम अलिकति फार्मेसी कम उत्पादन लगाएर मान्छे दिने भए चलाउने भए भन्नु त्यो पनि कहाँनिर हो भने एकातिर स्वास्थ्य यो नेपाल सरकारले यो चाहिँ अघिल्लो पढे मान्छेलाई नदिया कारणले मात्रै होइन जस्तो उनलाई सिधा बेच्न दियो भने त फार्मेसीवाला कामै गर्नु ल भन्नु काम छ तपाईँलाई थाहा छ नि हो कि भन्नु किनभने 52-53 सालसम्म लाइसेन्स दिन्थ्यो उनीहरूलाई त्यतिकै दिइदिन्थ्यो 48तिर नपढाएकाहरूलाई पनि दिदियो होइन 52सम्म सिएमकाले पायो अब अहिले के हो भने नेपाल सरकारले अब त्यो क्राइटेरियातिर फार्मेसीलाई मात्रै लाइसेन्स दिने भन्ने हाम्रो डी फार्माको दीपक श्रेष्ठ हुन्छ नि उहाँको बेला 3 महिनाको ट्रेनिङले भइहाल्थ्यो लाइसेन्सै नचाहिने 3 महिना 8 क्लास पाएले पायो 8 क्लास तपाईले पढ्नुभयो व्यवसायी हो तपाईले गर्नु भएन भन्ने हैन हाम्रो पहिले त 8 क्लास पासले पनि पाएका छन् यसरी फेलले पनि पाएका छन् लाइसेन्स अनि त्यो त नेपालको स्वास्थ्य जति अपडेट हुनेको भोलि जस्तो हुन्छ जस्तो तपाईँको अहिले बिफर्मले जस्तो इन्टरले पायो भोलि जस्तो यसैको बिफर्मले मात्रै दिन सक्छ हो किन भन्नु त्यो जस्तो जति उत्पादन बढी भयो त्यति राज्यले पनि टाइट गर्नै जाने हो अब छैन भने त माग व्यवस्था गर्नु पऱ्यो नि उसले अब भोलि थाला अब हिजो अस्ति हेर्नु लोकसेवामा थोरै मान्छेले खोजेर लिन्थे त्यसपछि लोकसेवामा मान्छे बढी भए अब अहिले हेर्नु एउटा विद्यार्थी चुन्दैन धेरै बाहना नभए त्यसले पनि त छान्नु पऱ्यो त हो त्यस्तै हो कसो लाग्यो मलाई भने सही कुरा हो त्यो भएर कारणले गर्दा अब दिने हजुरहरूको इच्छा हो होइन अब कन्टेन्ट भयो भने नाम मान्छे भयो भने म चाहिँ यो नयाँ आफ्नो खोल्नमा आँट गरिरहेको छैन म चाहिँ लाइसेन्स लिएर बरु बसौँ भन्ने सोचिरहेको छु तर मम्मी ड्याडीहरू चाहिँ होइन हाम्रो फार्मेसीमा त्यति हो त्यो भएर तपाईँले बुझ्नुभयो त्यसैमा पनि कस्तो हो भने तपाईँको आफ्नो मन परेको चिनेको मान्छे गर्दैन होइन अब फार्मेसी त दिनुभयो तपाईँले होइन यसमा पनि विषाशील बाधा चाहियो नि त विषाशील बाधा सबैले सबै दिन